नमस्कार, म राजेश कहार। तपाईं हेर्दै हुनुहुन्छ रुटिन अफ लुम्बिनी बन्दर। आजको यस भिडियोको नयाँ अङ्कमा म तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। यति बेला म आइपुगेको छु कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर 9 अन्तर्गत पर्ने निगलिहिमा गाउँमा, जहाँ करिब 3 दिन पूर्व पोखरी खन्ने क्रममा एउटा धेरै पुरानो शिवलिङ्ग प्राप्त अर्थात् चाहिँ भेटिएको छ। म तपाईहरुलाई त्यो शिवलिङ्गको अवस्था र त्यो शिवलिङ्गको म दर्शन गराउनेवाला छु आजको यो भिडियोमा। कहाँ निस्क्यो, कसरी प्राप्त गरियो, सम्पूर्ण चीजको म जानकारी तपाईहरुलाई आजको यो भिडियोमा दिनेवाला छु। भिडियोमा बनिरहनु होला र सक्दो यो भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न नभुल्नु होला। आउनुस् आजको यो भिडियोतर्फ म तपाईहरुलाई लैजाँदैछु। नेपालको ऐतिहासिक भूमि कपिलवस्तु बुद्धको कर्मभूमि मानिने यस जिल्लाको हरेक पाटापाटामा इतिहास लुकेको छ। यसै भेगको एक सानो गाउँ निगलिहिमा अहिले चर्चाको केन्द्र बनेको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर 9 मा पर्ने निगलिहिमा गाउँको एक स्थानीय पोखरीमा माटो उत्खनन गर्ने क्रममा भेटिएको यो वस्तुले गाउँलेहरूलाई चकित बनाएको छ। स्थानीय वीरेन्द्र प्रसाद उपाध्यायको खेतमा यही पोखरीबाट ल्याइएको माटो सम्याउने क्रममा आकस्मिक रूपमा भेटिएको यो मूर्ति माटो भित्र लुकेको अवस्थामा ढुङ्गा जस्तो देखिने वस्तु जब बाहिर निकालियो तब मात्र थाहा भयो यो त कुनै सामान्य ढुङ्गा होइन। ढुङ्गाको आकारलाई ध्यान दिएर हेर्दा यो प्राचीन शिवलिङ्ग र गुम्बा जस्तै देखिन्छ। यसका आकार, बनावट र बनाउने तरिका हेर्दा यो कुनै विशेष धार्मिक प्रायोजनका लागि निर्माण गरिएको पुरातात्विक वस्तु हुन सक्ने अनुमान गरिएको छ। वस्तु भेटिएको खबर फैलिएपछि गाउँलेहरू उत्साहित छन्। धेरैले यसलाई धार्मिक चमत्कार मानेका छन्, कसैले पवित्र चिन्ह मानेका छन्, केहीले त साँझ बिहान पूजा पाठ पनि सुरु गरिसकेका छन्। यस्तो शिवलिङ्ग जस्तै आकृति भएका ढुङ्गाहरू नेपालमा विभिन्न स्थानमा विगतमा पनि फेला परेका छन्। पुरातात्विक दृष्टिले हेर्दा यस्ता वस्तुहरू प्राचीन सभ्यता र धार्मिक परम्पराको प्रमाण हुन्। यिनको वैज्ञानिक परीक्षण र संरक्षण हुन अति आवश्यक छ। हाल उक्त वस्तु वीरेन्द्र प्रसाद उपाध्यायको निवासमा सुरक्षित राखिएको छ। गाउँलेहरूको अनुरोधमा यसलाई सार्वजनिक पूजा स्थलमा राख्ने कुरा पनि भइरहेको छ। अब आवश्यकता छ स्थानीय सरकार र पुरातात्विक विभागको ध्यान खिच्ने। यस्ता वस्तुहरू केवल धार्मिक आस्थाको विषय मात्र होइनन्, सम्पूर्ण मुलुकको सम्पदा हुन्। यसको वैज्ञानिक अध्ययन, मिति निर्धारण र संरक्षण अति आवश्यक छ। निगलिहिमाको यो अनौठो भेट केवल एउटा ढुङ्गा होइन, यो हाम्रो इतिहास, धर्म र संस्कृतिको एउटा सानो झलक हो। आउनुहोस् यसलाई बुझौं, संरक्षण गरौं र भावी पुस्ताका लागि सुरक्षित राखौं।